नमस्ते किरण सर, मेरो नाम प्रतीक गौतम। म चाहिँ अहिले 35C बाट हो। अनि मेरो स्टुडेन्ट आइडी चाहिँ 230162 छ। अनि मेरो पुरानो प्रोजेक्टमा चाहिँ फ्लटरकै प्रोजेक्टमा चाहिँ धेरै कमजोरीहरू मैले पनि महसुस गरेर मैले चाहिँ अब अहिले चाहिँ नयाँ अहिले गरेको उसमा चाहिँ अपडेटेड उसमा चाहिँ धेरै कामहरू गरेको छु। मेरो प्रोजेक्ट सेमै हो, काठमाडौँ भनेर मैले त्यसलाई अब सिम्पल फुड डेलिभरी एप हो हैन। अनि त्यसलाई खासै धेरै कुराहरू त त्यस्तो चेन्जेस त छैन, तर केही फिचर्सहरू, केही नयाँ फिचर्सहरू, केही कुरा जस्तो अब कुनै कुरा ब्याकएन्डहरूसँग कनेक्टेड थिएन, डाइनामिक थिएन कति कुराहरू, त्यो कुराहरू चाहिँ मैले इम्प्रोभाइज गरेर अहिले हजुरलाई मेरो प्रोजेक्ट देखाउन गइरहेको छु। ब्याकएन्ड अलरेडी रहन्छ। साइनअप पहिले गरेको भएर अहिले साइनअप गर्न परेन। अनि मेरो यो प्रोजेक्ट चाहिँ आरबिएससी बेस्ड छ होइन। जस्तो मैले एडमिनको पनि एउटा छुट्टै लगइन यसैमा लगइन गर्न मिल्ने बनाएर एडमिनको इमेल एड्रेस गरेर यसैमा लगइन गर्न मिल्ने बनाएर अनि एडमिनलाई कुनै रोलहरू दिएर त्यसलाई त्यसरी गरेको छु। अनि यो पासवर्ड भिजिबिलिटी पनि थिएन पहिला, जुन मैले अहिले राखेको छु है। सो यो कुराहरू चाहिँ सबै अब मैले यसमा रेस्टुरेन्टबाट अर्डर गर्न मिल्ने कि अब जस्तो क्याटेगोरिजहरू पनि मैले राखेर त्यसरी त्यस्तो गरेको छु। स्टेट म्यानेजमेन्ट युज गरेर मैले फेरि त्यही कुरा के अरे यो लगइन गरिसकेपछि मैले यसलाई फेरि बन्द गरेर फेरि खोल्यो भने लगइन बाइपास भएरै फेरि आउँछ है। जस्तो आफ्नो अर्डरहरू पनि यसरी ट्र्याक अर्डर गर्न मिल्छ होइन। यही कुराहरू चाहिँ एडमिनले जस्तो अब पेड भयो भने एडमिनले पेड गर्यो भने चाहिँ पेडमा गयो भने पेडमा बस्छ, यसरी युजरले हेर्न मिल्ने। यो कुकिङवाला प्रिपेरिङवाला भयो भने जस्तो भइहाल्यो, डेलिभर भयो भने डेलिभर भइहाल्यो, क्यान्सल भयो भने क्यान्सल पनि गर्न मिल्छ। त्यो एडमिनको उसमा हुन्छ है। आफ्नो प्रोफाइलहरू यस्तो भयो। यसमा मैले फिचरहरू एड गरेको चाहिँ यो एउटा डार्क मोड फिचरहरू एड गरेको चाहिँ मैले एउटा यो एउटा डार्क मोड हो, यो जुन चाहिँ मैले पेडोमिटर सेन्सर युज गरेर हार्डवेयर डिभाइस इन्टिग्रेट गरेको छु होइन। अब यसरी हुन्छ। अनि अर्को एउटा फिचर युज गरेको चाहिँ मैले अब एउटा चाहिँ यो सिम्पल यस्तो गऱ्यो भने यसरी हल्लायो भने लगआउट हुनेवाला एउटा सिम्पल फिचर भइहाल्यो, यसरी हल्लायो भने। अनि अर्को एउटा सिम्पल भनेको चाहिँ मैले जस्तो अब यो फुड डेलिभरी फुड बेस्ड भएर आफ्नो अब हेल्थ कन्सियसको लागि पनि यसरी अब 10 स्टेप जसरी यसरी हिँड्यो गऱ्यो भने 20 स्टेप्स टुडे, अघि 10 स्टेप्स भएको हुनाले अहिले फेरि 20 स्टेप्स टुडे किप इट अप भने जस्तो एउटा सानो अलर्ट बक्स जस्तो अनि बनाएको छु होइन। आफ्नो विस लिस्टहरू हेर्न मिल्यो। अब यसमा हेल्प एन्ड सपोर्टमा चाहिँ मैले बिस्तारै यसमा एआई इन्टिग्रेट गरेर अब एआईसँगै बोलेर उ गर्न मिल्ने खालकोवाला प्लान एउटा आइडिया सोचिरहेको छु होइन। अब एप भर्जन पनि हेर्न मिल्यो यसरी। अब यो पनि ब्याकएन्डसँग फुल्ली के अरे एपिआई सिङ्किङै भइराख्ने खालको, ब्याकएन्डसँग डाटाबेसमै बस्ने खालको। त्यो मैले हजुरलाई अहिले उस पनि देखाइदिउँला होइन। अब यो प्ले स्टोरबाट देखाउनु गर्नुपर्छ। अब यहाँ कतै रिभ्यू पनि दिन मिल्छ यसरी होइन। यस्तो यस्तो भयो। सबमिटेड यो अहिले म हजुरलाई एडमिन पोस्टबाट पनि देखाइदिन्छु।
यसो सिम्पल छ यस्तै होइन। अब यसरी यहाँ पासवर्ड चेन्ज पनि गर्न मिल्यो होइन। आफ्नो अर्डर हिस्ट्री हेर्न मिल्यो, पहिलाको सबै अर्डरहरू हेर्न मिल्यो, आफ्नो गरेको अर्डरहरू। अनि यसरी रिवार्ड पोइन्ट्सहरू। अनि अर्को एउटा मैले ब्यानर त्यो उसमा एडमिनको उसमा भयो होइन, डिलिट अकाउन्ट पनि गर्न मिल्यो। यसरी मेम्बरसिप पोइन्ट यो पनि अब वर्किङ आउट, पेमेन्ट मेथड्सहरू पनि छ होइन। त्यही छ, अब लगआउट गरौँ। अनि क्लिन आर्किटेक्चरै युज गरेको छु मैले पनि। यो मैले यो चाहिँ एडमिन ड्यासबोर्ड भयो है। यस्तो यस्तो भयो। यो सबै एडिट गर्न मिल्ने है। अर्डर्सहरू हेर्न मिल्छ, यसरी अर्डर्सहरू हेर्न मिल्छ यहाँ होइन। अनि अब जस्तो स्टुडेन्टहरू यसमा अझै अझै वर्क गर्दैछु भनौँ है। यसरी अर्डर्सहरू ट्र्याक स्टेटसहरू हेर्न मिल्ने, ब्यानर्स पनि हाल्न मिल्ने खालको वाला एउटा उस बनाएको छु होइन।